ल गाइज आज चाहिँ हामी आर्य अनमोल एकाडेमीबाट चाहिँ हामी पिकनिक र हाइकिङको लागि चाहिँ हामी फार्पिङ चम्पादेवीको यात्रामा त निस्किसकेको छौँ। हाम्रो दाइ दिदीहरू हाम्रो सर सबैजना मिलेर चाहिँ हामी हाइकिङको लागि चाहिँ चम्पादेवी मन्दिरसम्मको यात्रामा चाहिँ हामी हिँडिसकेका छौँ। बिस्तारै हिँड्नु न यार पर्छ अलि छिटो छिटो तिमी पनि रहिछौ कान्छा 18 वर्षे छिटो तर एउटा दुःख प्रोग्राममा मात्रै आउने रहेछ यहाँबाट मास्तिरको बाटो चाहिँ पहिरो लगेको कारणले चाहिँ अलिक कठिन रहेछ यहाँबाट यात्रा गर्न चाहिँ। हामी चाहिँ जङ्गल हामी सल्लाहघारीबाट चाहिँ हिँडिरहेका छौँ। यात्रा चाहिँ अलिक कठिन भइरहेको छ हाम्रो। ल गाइज हामी चाहिँ 2 घन्टाको उकालो हिँडेपछि चाहिँ हामी फाइनल्ली चम्पादेवी मन्दिरमा चाहिँ आइसकेको छौँ। हाम्रो दाइ दिदीहरू साथीहरू रमाइलो गर्दै हुनुहुन्छ यता। हामी चाहिँ चम्पादेवीसम्मको हाइकिङको यात्रा सकेर चाहिँ हामी यहाँ ओह्रालो झर्दैछौँ। आर्य अनमोल एकाडेमी कस्तो भयो गुरुबाले आयोजना गरे नराम्रो हुन्छ किन हाम्रो चाहिँ अहिले खाजा खाने टाइम भइरहेको छ। हामी चाहिँ सबजना खाजा खाइरहेका छौँ। हाम्रो चाहिँ आजको रमाइलो हाम्रो पिकनिक हाम्रो हाइकिङ सबै चाहिँ हाम्रो अन्तिममा पुगिसकेको छ। रात नि परिसकेको छ। अब चाहिँ हामी यहाँबाट हिँड्नुपर्ने हुन्छ। ल गाइज हामी चाहिँ आजको पिकनिक प्रोग्राम सकेर चाहिँ हामी रमाइलो गर्दै बसमा चाहिँ हामी आफ्नो गन्तव्यतिर लागिसकेका छौँ।